मारेको यहाँ चाहिँ माछा मार्ने आउनु माछा कति मार्नु हो माछा दाजु माछा दौरो मार्नु भयो कि हो अलिअलि पिरुङ्गा भर्यो ए सेता सेता माछा देखिरहनु माछा त देखाइदिनु त हल्का हल्का यी माछा पुरा टन्नै मारेछ त ल यहाँ चाहिँ अलिअलि भलाइरहेछ खोलातिर यतातिर चाहिँ यस्तो छ यिनीहरू चाहिँ मस्तसँग ओइ निखिले त आएर ओइ हाम्रो निखिले पुरा झोला पक्रिरहेको छ तिमी कहाँको लाउरी हो रे यता आएर त तिमी कहाँको लाउरी हो रे विदेश लाउरे आज लाउरेले के खुवाउँछन् मलाई के खुवाउने आज तिमी त यिनै लाउरे हेर र के खुवाउने आज दिदी रिसाएको भाइले तर्काएको भाइ भन्ने पनि त्यति टालाबाट दिदीलाई होइन दुःख भयो होला भनेर ल्याउन आछन् दिदी भने गाली गरेर के कोसिल ल्याइदिनु भने सोध त के ल्याइदिनु एउटा बेरको खम्बा बेरको खम्बा घर गएपछि तिमीलाई भाइ भन न ए हाम्रो ज्वाइँ राजाले पुरा झोला भइरहनु भएको छ पछाडि आइरहनु भएको छ मम्मीहरू को उठ्न बस्ने तिमी चरा उड्या जस्तो खस्यो भने मलाई त मान्न सक्दैन अनि यत्रो मान्छेलाई कसले सक्छ त मान्न सक्दैन हो कि ए हाम्रो खलासी ल हाँस्नु न खतरा हाँस्नु न खतरा हाँस्नु नि तपाईँ त खुब हाँस्नु छ नि ल ए मेरो माया किन हरिसाको अहिले भर्खर पुमालकाले मरेको कमेडी म त बाजा आएको आज 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 तातो पानी खानु मागे नि तातो पानी खानु मागे नि पानी त अब तताएर भयो हाल्दा हो त्यस्तो रमाइलो गर्नुहुन्छ हो कि होइन एकदमै एकदमै हो कि हजुर कमेडी गर्नु राइस धमाल अगाडि सिसामा पनि हावा नहाल्नु है या कपाल लुक हेर न यहाँको यता हेर्नु न ल कपाल पाले पुरा राइस धमाल या टन्नै बसेको छ भने ट्याक्सीमा बसिरहेको छ बाहिर ल हेर न यहाँको लुक हेर न भ्यालु बाजे हेलो हजुर कता हो खोलाबाट नहिँड्नु ल सब गाडीमा जाने खोलाबाट हिँड्ने मान्छेलाई फोन गरेर एकपल्ट भन्नु न त ल कोही हिँड्छ भने माथिबाट त साँझमा दिउँसोमा हिँड्नु साँझमा कहिले पनि नहिँड्नु अनि भाउजूले कसरी लुट्या हो त्यो हो त्यस्तो बस अरू भेटाबासी भने त्यसको दाँत झारिदिन्छ हजुर एकदमै ल होइन हजुर बाबु हो कि तपाईँ कता रुनु त रुनु त रे ल थर्काउनु न कस्तो गाली गरे एक्टिङमा त नम्बर 1 हो क्या त अरू ल फोन गर्नु पर्यो त हेलो किन माउला चुके कस्तो डुवायो ल अरू कति हात
कमेडी गर्नु अरू अरू के भन्नुहुन्छ उताबाट फोन गरेर के भन्नुहुन्छ कि नाच्यो क्या कस्तो आत्या कस्तो मामला चाहिँ भिडभाड छ नि के बोला कस्तो म माथि त्यो टङ्खले यता त्यता आउनु बेला कस्तो छ अनि यहाँ चोट लागेको अरू गाना बजाएको हुन्छ अहिले नाच्न दिनुहुन्छ र तल फेरि कस्तो गर्नु ट्याक्सी निमेरिस क्या उकालीको चिसो पानी खाइजाउ लाग्छ यो मायालाई देख्दाखेरि लाग्छ अरू गाडीहरू चाहिँ टुक्का निकाल्नु ल टुक्का निकाल्नु न ल टुक्का निकाल्नु मात्र ल ए फला बला के हो किन अड्क्यो ल बल के बल के भन्नु पर्यो के तपाईँले यार गाना रोक्नु मजै आएन यार के पाला अर्को नयाँ गीत के ल नयाँ गीत ल चलेको गीत के नेपालगञ्ज बजारमा ढकेभरि भाँडा दाइबो साथी कति राम्रो मेरो त स्वास्नी गाडा डल्ले खोर्सानी तातो बोक्रा पोखराबाट त्यो गीत छ पोखरा पोखरा के भन्नु छिटो माया किन होलाएको अहिले भर्खर बसैमा गइरहेको पहिलो घुम्तीमा भेटभोमा अर्काको बुढाबुढी नाइ किनेको मलाई दाइ भन्दा हो गीत आएको बेला रमाइलो हुन्छ त होइन हाम्रो गुरुजीले चलाउनु न गाडी खता चलाउने तपाईँले होइन के गरेको थियो कति गेयरमा हो कति गेयरमा आएको तपाईँ एक गेयरमा हो अब घुम्दै आयो सालको बुढा अरे गरे गेयर बद्ल्यो कि नै बद्लिएको पार्दै पुग्नु पऱ्यो भर्खर बुटोल हजुर गाडी छिटो च्याउ टिप्नाले हेलो च्याउ खोज्न जानुभएको रहेछ
च्याउ भेट्यो क्या धेरै त्यो फोन गाह्रो छ नि ओके हाम्रो त ल हाम्रो गाउँमा फाइदा आउने चाहिँ यही फाइदा छ बाटोमा हिँड्दा हिँड्दै च्याउ भेटिहाल्छ एक साग भइगयो होइन यत्रो हाँसेको हाँस्ने ल ल तपाईँले त्यो सुर्ती हालेको कि चपाएको कत्रा गर्नुहुन्छ त हेल्छ हेर हो के हो तपाईँको बाटो फेरि गीताउनु पऱ्यो क्या ल अहिले रोड नचलेर उकालोमा उकालोमा चाहिँ झर्नुपर्छ यस्तो मजाले है छ उकालोमा चढ्दैन क्या गाडी त्यही भएर झर्नुपर्छ बिचबिचमा चाहिँ झरेर बसिरहेको हेर त झर त ल त्यो उकालोमा काट्दैन के जान्छ हामी हिँड्ने गरौँ ए गाडी ए निकिल उब्रेदी गाडी फस्यो ओके सर यहाँ बस पानी आइदिएन भलले उ गराएको छ नि भेकु ल्याइदिनु पर्छ सर के भन्नुहुन्छ अरू भेकु ल्याइदिनु पर्यो के हामी चाहिँ जाँदैछौँ च्याउ खोज्न बिहान बिहान उठेर अब हेरौँ च्याउ कतिको भेटिन्छ अहिले चाहिँ अब फुटुकी च्याउ र के सले च्याउ भन्ने उम्रेको छ अरे गाउँतिर होइन त्यही भएर आज हामी च्याउ खोज्न जाँदैछौँ अब हेरौँ कतिको भेटिन्छ ल गाइस मैले चाहिँ अहिले फुटुकी च्याउ भेटाइसकेँ सानो सानो एउटा चाहिँ अब अरू खोज्दैछु यस्तो भित्तामा ओ ढुङ्गा हो एउटा चाहिँ भेटाइसकेँ फुटुकी फुटुकी अरू पनि खोइ उनीहरू त होइन ढुङ्गा हो ए ए ए यो चाहिँ फुटुकी च्याउ ए यो पनि फुटुकी भेट्यो दुईवटा त फुटुकी भेट्यो दुईवटा फुटुकी च्याउ चाहिँ भेटिसक्यो त्यो भेट्यो कि नै औ भेट्यो मैले फुटुकी च्याउ तीनवटा भेटाइसकेँ यो पनि फुटुकी च्याउ नै हो ल यहाँ चाहिँ यत्रो रस होइन मसँग कतिले हो च्याउ कतिले हो च्याउ देखो त यिनीहरू त यी च्याउ खोजेर नाइसकेको च्याउ देखो न कुपली कुपला भेटा खान त यिनले झन् धेरै भेटा खानु यिनीहरू च्याउ खोजेर पनि आइसके म त अलिक खानु च्याउ खोज्दै म त अलिकति फुटुकी च्याउ मात्रै भेटाएको छु मैले त यो फुटुकी च्याउ भन्छ यसलाई चाहिँ फुटुकी च्याउ मात्रै भेटाएको छ यिनीहरू त च्याउ खोजेर पनि आइसके म त भेटाएकै छैन अझै ए के च्याउ हो यो ए भन्ने च्याउ रहेछ यता
मर्ने छेउ रहेछ छेउ मैले चाहिँ दुईटा ठुल्ठुला सलेचोको कोपिला पेटाएँ सलेचोको कोपिला ल ए छेउ चाहिँ यसरी उम्रेको हुन्छ है ए आमामा सलेचोको कोपिला तीनवटा देख्यौ ए यहाँ दुईवटा यहाँ चाहिँ दुईवटा फलेको छ त्यो चाहिँ एउटा ए सलेचोको कोपिला भेट्यो तीनवटा बोहनी भयो सलेचोको यो चाहिँ खान्न नै यो छेउ चाहिँ हजुर फेरि पनि मैले छेउ भेटाएँ आमा छेउ भेट्यो ए सलेचोको फुङ्गेको भेट्यो यता पनि फुङ्गेको भेट्यो यहाँ चाहिँ ए माथि सलेचोको कोपिला भेट्यो कोपिला बबाल ए सलेचोको कोपिला भेट्यो फुङ्गेको भेट्यो यहाँ पनि टक्क लाएर खोइ रे कोपिला भेट्यो ए फुङ्गेको छेउ भेट्यो यहाँ त ठुलै फुङ्गेको भेट्यो यत्रो भाच्यो ए छेउ भेट्यो गाइस छेउ खोज्न सलेचोको फङ्गेको छेउ भेट्यो मस्तसँग खोज्दा सही हो अब चाहिँ झोलामा ख्यास पारेर हालिदिन्छ ए आइट अब फेरि अरू खोज्ने ठ्याम्मै भरिको हजुर ए फुटुकी चाहिँ भेट्यो कि फुटुकी हो बुढा छेउ भेटेन यार यहाँ त छेउ यहाँबाट चाहिँ छेउ खोजेर पनि भेटाएर पनि आवश्यक भइगयो म चाहिँ हामी चाहिँ भर्खरै अल्छी भएर उठेर आएको त्यही पनि अलिअलि त छेउ भेटिसक्यो ए झोला चाहिँ आधी त भइसक्यो अझै पनि अब खोज्दैछु माथि खोजेर पनि आइसकेँ हामी चाहिँ म चाहिँ भर्खरै छेउ खोज्दा हिँडेको त्यही पनि अलिकति भेटाइसकेँ एकछाक त अब कता हेरेर छु भेटिन्छ कि हेरौँ ए ल हेर्दा ख्यास कोपिला सलेचोको कोपिला फुङ्गेको मजा आइरहेछ छेउ खोज्न चाहिँ मोबाइल मजा आउँछ है
ए ल यसलाई चाहिँ प्यालो सल्लेउ भन्छ है गाइस। ल प्यालो सल्लेउ। ल अघि टिपेको चाहिँ सेतो सल्लेउ हो होइन। अहिले चाहिँ यो चाहिँ प्यालो सल्लेउ भन्छ है यसलाई। ए प्यालो सल्लेउ। ए यो चाहिँ सल्लेचौको कोपिला। सल्लेचौको कोपिला भेट्यो। ल 3वटा भेट्यो। अरू त छैन यार। फेरि खोज्दै हिँड्नु पर्यो। यस्तो झुडी हिँड्नुपर्छ। झोकेरो छैन। हो भेटिन यार। ओइ सुन रे मसले च्याउ रे। मलाई जङ्गलको कुना कुना झारी झारीमा खोज्नुपर्छ रे। सुन रे म दुधे च्याउ हो रे। ए दुधे च्याउ हो के भन्छ यार। यो पनि हुन त हात्ती च्याउ के भन्छ होइन यसलाई पनि। तर यसलाई चाहिँ नलाने म जान्न। यो फाँसेको छ। अलि मिठो हुन्न यो च्याउ चाहिँ। अलि मिठो हुन्न यो च्याउलाई चाहिँ। यहीँ फालिदिउँ यार के लगाउने। जो अरू चाहिँ सल्ले च्याउ मात्रै मोबाइल मिठो हुन्छ। ए म यति नै च्याउ नदेखेर जान लाग्यो। ए मासुको झोल भन्दा पनि मिठो हुने सल्ले च्याउ छोडेर जान लाग्यो। ए ल ल समथिङ मैले यत्रो च्याउ भेटाइसकेँ। अब अझै खोज्दैछु हेरौँ कति भेटिन्छ। कति देखो त। ए हाम्रो कहिले भन्छ अहिले पुरा च्याउ भेटाइराखन्। खै देखो कुन चाहिँ भेटायो देखो त। देखो न भेटाएनौ। ए कति धेरै भेटाएन। ए हाम्रो चाहिँ बिहान उठेर सबै च्याउ खोज्न आएछन् के। आधी बगाल चाहिँ च्याउ खोजेर गइसकेँ। म चाहिँ अलि अबेलासम्म सुत्ने मान्छे त्यही भएर मैले चाहिँ अलिअलि मैले लगभग झोला भराइसकेँ भनौँ। ए यहाँ फुच्ची बहिनीहरू पुरा च्याउ खोज्न आइराखन्। कति भेटायो रे च्याउ। ए यिनले त झोला भरेर राखन् त। देखो त देखो न देखो के च्याउ भेटा हो। ए छाता फङ्गेको भेटा हो। ल गाइस अब चाहिँ च्याउको लगभग आधी झोला भयो होइन च्याउ भेटेर पनि। अब चाहिँ घर फर्किँदै धेरै खोज्यो च्याउ। यहाँ यतातिर चाहिँ सस्तोसँग है बरी खुट्टा धोइन्छ। पानी चाहिँ ठुलै पाउँछ। पोखरी लागेको छ। खुट्टा धोइन्छ घर गइन्छ। अब खोज्यो च्याउ पनि खोला पनि भरियो। कति खोज्ने अब खोज्दा जङ्गलमा यत्रो जङ्गलमा हिँड्ने पनि टुङ्गेर त
यहाँबाट सर खोज्दा 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 यत्रो जङ्गलमा खोजेर भ्याइयो। अब घरतिर लाग्यो। सुन रे 10 बजे सुत्छु रे। के लाग्छ त्यहाँ 10 बजे उठेर एउटा च्याउ खोजेर आउँछु रे। त्यसपछि बाबु खलाएर 2 बजे गर्छु रे। मैले ल्याएको च्याउ हो। यसले त त्यतिकै के रे त्यति घुम्न गरे मोबाइलमा भिडियो बनाएर मात्र हिँड्दा खाए मैले खोजेको च्याउ हो। 1 नम्बर काम चोर्ने हेर त। 1 नम्बर काम चोर्ने। काम चोर्ने को थाहा छैन। काम अराउँछन् भनेर त्यो साँच्चै मैले खोजे यो भिडियो बनाउनु मात्रै यो अलबला हो यो मान्छे। 1 नम्बर काम चोर्ने रे। बाबु खिलाउँदै बस्दै गर्छु रे। मलाई त एक छाक च्याउ खान दिन्छन् रे भन्दै बस्दै गरिरहेको छु। मैले नि यो च्याउ भेटाएँ। यो एक झोला। यिनीहरू चाहिँ घरमा यस मुखले चाहिँ एक झोला नै 2 झोला भेटा हो मुखले। 1 नम्बर काम चोर रे। मुखले भरे ओके कति धेरै च्याउ भेटाएर लिएर आनी ढाका लिएर त बिहान बिहान उठेर कत्न गाउँ च्याउ खोज्न। ए पर कोल्चिरा कति धेरै पुगाएर खानु। ए म त धारामा पानी सुक्या छ। ए गाके कर्ल्याङ 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 बजाउँदै हिँड्दै। सुन रे म च्याउ रे भक्कर 10 बजे उठेर 2वटा च्याउ भेटाएर लिएर आएको छु रे। ओके भर्खरै उठेर ब्रुस गरिरहेको छु रे। च्याउ देखाउँ त च्याउ। इन त पुरा च्याउ भेटाएर हो। म च्याउ खोजेर पनि आइसकेँ। पानी भर्न जान लाग्छु। धारामा पानी आएन यार। यो हेर न मा गुइया तुइया तुइया। हेलो हाउ आर यु? मैले भर्खर खोज्ने नि यहीँ भेटाउँछु अहिले। भर्खर खोज्ने मैले यहीँ भेटाउँछु अहिले। मैले अघि यहाँ 10वटा कतिवटा भेटाम। अनि भर्खर भेट्ने मैले यति नै भेट्छु अहिले। यतै न अहिले भेटाउने र भेटाउने र मैले गुइया यिनीहरूले मलाई च्यालेन्ज गरेँ। मैले अघि नै यहीँ भेटाम फोटो खिच्यौ। फुटुकी फुटुकी भर्खर भेटाउँछु मैले अहिले। अघि मैले यहाँ 3वटा कि 4वटा भेटाएँ मैले फुटुकी च्याउ। सुन रे म फुटुकी च्याउ रे। मैले आँखा छलेर बस्छु रे भनेर आला थियो। ए मैले भेटाएकै फुटुकी च्याउ। ए फुटुकी च्याउ भेटाएकै कि मैले खोजेँ भने त आँखा मिस्टेक खान्न कि। सुन रे म फुटुकी च्याउ रे। म आँखा छलेर बस्छु रे भन्दै बसिरहेको थियो कहाँनिर। ए भर्खर भेटाएँ मैले फुटुकी च्याउ। लौ प्रकाश सुन रे म ढुङ्गाको आँखमा पनि लुकेर बस्छु रे भने त भेटाइन। ए देखि भैया मैले भर्खर भेटाउँछु भने कि भेटाएँ कि नै भेटाएँ कि नै। जम रे फुटुकी जम हिँड्नु साले। रातभरि नुहाएर यो धारा पानी सुकाइदिने मान्छेमा। ओ किन सुका धारा पानी किन सुका कसले सुका त हेर त आज फेरि माटो होइन नुहाएर धारा पानी सुकाएर अहिले यस्तो भाइजिराम पानी ल्याउन आउनु परिरहेको। 1 नम्बर बिग्रियो यो मान्छे। हाम्रो गाउँको सबभन्दा बिग्रेको मान्छे है यो। किन राख्नु हो बिग्रियामा यहाँ कस्तो हुन्छ? गनाउने हुन्छ कि बसाउने हुन्छ? बिग्रिया भनेपछि अब गनाउनी जा होला। गनाउनी जा होला गर्नु छ। आज पानी भर्ला कि यसले हाम्रो खानेर भन्नु रे। पत्थरी ढुङ्गा खायो भने पत्थरी पर्छ रे। ए पत्थरी पानी सुकेर धारामा बर्खासँग सुकेर भन्दा पनि खोला पाइप चाहिँ खोलाले बगाइदियो। त्यही भएर ए त्यस्तो खोलामा पानी ल्याउन आउनु परेको छ यहाँ।
पानी चाहिँ एक यहाँको नम्बर 1 हुन्छ। त्यहाँ माटो पस्छ र ढुङ्गा पस्छ। कस्तो छ तनाव यहाँ गाडी लिएर गोर्किन लिएर खानेपानी त ल्याउनु पर्यो। त्यही भएर मेरो पनि भरिदिने, मेरो पनि पानी भरिदिनु भन्नु। सुन रे म जबुना हो रे, म टुप्पा टुप्पामा फल्छु रे भनेर ऊ त्यो माथि माथि फल्या ढुङ्गाले हाने झार त हो भैया भैया जबुना खोजा चाहिँ धान जबुना जबुना ए सब थेचिया खाइ जबुना यार। यस्तो भएको छ थेचेर ऊ त्यहाँ माथि माथि छ। माथि माथि के गर्ने आकाशको फल आँखा त मड भन्छ नि त्यस्तै भइरहेछ। आकाशमा चाहिँ तल ढुङ्गाले झारेर सकिन्न। भुइँमा खसेको छ त्यस्तो सबै गाह्रो छ। छेउ भेट्यो पुगेको कोपिला त्यहाँ पनि छ कोपिला। बिहानभरिको काम एउटा पनि होइन आफै टिका त सब काम ठक बगालो। सुन रे भर्खर 12 बजे उठेर भात पकाउँछु रे। 12 त बलिहाल्छ। मे गर्छ बाख्राले हो भन्छ अहिले नि मे मे बाछाले हेरेर छ। टिकटक बनाउने अरूले पकाएको भातको भिडियो बनाउने अनि ल्याएको त्यो काम छोड्नेहरू त दुईटा सेउले उतातिर बनाइदिनु मम्मीको बुवाको बनाइदिनु सब मैले टिपे गाइस अरू कोहीले पनि होइन। काम छोड यता आँखामा अझै पनि कचेरा छ। अल्छी मान्छेको आँखाले बताइहाल्छ क्या यताहरू त। एक डेप्ची भइसक्यो यी कोपिला एक थैला भइसक्यो उतातिर च्याउ अल्छी भात पनि पकाएको छु नि अझै सब मैले खोजे हेर्नु यो भिडियो बनाउने मान्छेलाई अल्बालाई कस्तो दामी फुल देखायो क्या यहाँमा। ल हाम्रोमा चाहिँ अहिले चाहिँ यहाँ भल आएर यस्तो भएको छ होइन। ए बल्ल बल्ल खोला तर्यो। यी सानो सानो भल आइरहेछ यिनीहरू चाहिँ आइरहन्। उयो चाहिँ पानी खाने गएको छ एउटा त। खोलाले बगायो खोलाले। हाम्रो गाउँले जीवन यी झोला बोक्यो कुटुरा बोक्यो हिँड्यो खोलाले झन्नै बगाइन। सल्ले छेउ त्यता पनि सल्ले छेउ यता फेरि आँप बेलामारमा यस्तो छ।